ड्रिम्स अर्थात् सपना किन देखिन्छ भन्ने प्रश्न धेरै रोचक छ र यसबारे विज्ञान, मनोविज्ञान र दार्शनिक सबैको आफ्नै व्याख्या छ। सपना किन देखिन्छ? वैज्ञानिक रूपमा हेर्दा सपना मुख्यतः निन्द्राको रिम फेज अर्थात् रिम स्लिप, ऱ्यापिड आई मुभमेन्ट अवस्थामा देखिन्छ। यस समयमा मस्तिष्क निकै सक्रिय हुन्छ, शरीर भने आरामको अवस्थामा हुन्छ। दिनभरका अनुभवहरू प्रोसेस भइरहेको हुन्छ, त्यसैले सपना हाम्रो मस्तिष्कले सम्झना मिलाउने, भावना व्यवस्थापन गर्ने, कल्पना र सोचको अभ्यास गर्ने कामका क्रममा देखिन्छ। किन फरक फरक व्यक्तिहरूलाई फरक फरक सपना आउँछ त? हरेक व्यक्तिको सपना फरक हुनुका मुख्य कारणहरूमा विशेष गरेर व्यक्तिगत अनुभव, तपाईँले दिनभरि के देख्नुभयो, के सोच्नुभयो, महसुस गर्नुभयो, त्यो सबै सबकन्सियस माइन्डमा बस्दछ। त्यसैले फरक मानिसहरूले फरक फरक सपना देख्ने गर्दछ। भावना, कसैले खुसी, तनाव, डर, चिन्ता यी सबैले सपना निर्धारण गर्दछ। उदाहरणको लागि हामी खुसी भएको बेलामा रमाइलो सपना देखिन्छ भने तनाव भएको बेलामा डरलाग्दो सपना देखिने गर्दछ। मनोवैज्ञानिक अवस्था, प्रसिद्ध मनोवैज्ञानिक सिगमन्ड फ्रॉइडले भनेका थिए सपना भनेको अधुरा इच्छा अर्थात् अनकन्सियस डिजायरको अभिव्यक्ति हो। अर्को मनोवैज्ञानिक कार्ल जङले भने आफ्नो तर्क कसरी दिनुभएको छ भने सपना हाम्रो गहिरो मन कलेक्टिभ अनकन्सियससँग जोडिएको हुन्छ। शारीरिक अवस्था जस्तै थकान, खानपान, औषधि, बिरामी अवस्था यी सबै कुराहरूले पनि सपना प्रभावित गर्दछ। वातावरण र संस्कार, तपाईँ कहाँ हुर्कनुभयो, के कुरामा विश्वास गर्नुहुन्छ, त्यसमा पनि फरक पर्छ। यसले पनि सपना कस्तो हुन्छ निर्धारण गर्छ। कसैले डरको सपना देख्छ, कसैले खुसीको सपना। डरको सपना देख्नुमा विशेष गरी तनाव, डर वा ट्रोमा, अनिश्चित भविष्यको चिन्ता, कहिलेकाहीँ हर्मोनल परिवर्तनले हुन्छ भने कसैले खुसीको सपना देख्नमा सन्तुष्टि र सकारात्मक भावना, सफलताको अनुभूति, मन शान्त हुनुले पनि खुसीको सपना देख्नुहुन्छ। होमियोपेथिक उपचार पद्धतिमा सपनाको पनि छुट्टै महत्त्व छ, छैन त रोचक? अन्तमा सपना हाम्रो मस्तिष्कको ऐना जस्तै हो। हामी भित्र के चलिरहेको छ त्यो सपनामा देखिन्छ। धन्यवाद।